4जना पास आउट हुँदैछ हैन यिनीहरूले कति भयो 6 महिना कम्प्लिट गरिसके भनेपछि यिनीहरूले राम्रै जानिसके पर्फेक्ट छन् अब खाना निकाल्न सक्छन् यिनीहरूले कोही हाम्रोमा सिकेको भनेर हामीलाई हाम्रो इज्जत राखेर अन्त जाँदा पनि तपाईहरुले हाम्रो इज्जत राखेर काम सिक्नु पर्यो है अहिले तपाईहरु सक्नु भएको छैन अझै बरु केही दिन काम गर्नुस् हैन केही लामो समय बरु काम गर्नुस् तर कहाँ सिकेको भन्दाखेरि सेफ ढकालकोमा सिकेको सेफ श्यामले सिकाएको भन्ने खालको हुँदाखेरि तपाईहरुलाई हामीलाई पनि गौरव हुन्छ र तपाईहरुले पनि त्यो 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 हामीसँग लिएको चाहिँ ज्ञान चाहिँ तपाईहरुले त्यही ज्ञान त्यही सिपले तपाईहरुले पनि गरिखानुपर्छ है त्यसले गर्दा यो जुन अहिले मैले उहाँलाई र उहाँ तपाईहरुलाई पहिले गाइड गरेर मलाई जिम्मा दिएँ जुन गाइड गरेछ त्यही तरिकाले तपाईहरुले बनाउनु भयो भनेर आज सीएम सरले चाहिँ लु सर उहाँहरु भाइको एउटा हेरौँ अनि उहाँहरुलाई चाहिँ पास आउट गर्नुपर्छ भन्नु आज म बिहानै आउन खोजेको थिएँ अब मेरो बिहान आउनलाई मेरो समय मिलेन म काम अरु सक्दै आउँदाखेरि अस्ति मैले यस्तै पाथाई बनाएँ मैले भैँसेपाटीमा अनि मैले एकजना इन्द्रसेप भन्ने भाइ चाहिँ उसले एकदमै राम्रो बनाए त्यो बनाएको देख्दाखेरि हो ल त्यहाँ पनि श्याम सरले जसो मैले पहिले भनेर गाइड गर्दै त्यसै उहाँले खबर गर्नुभयो करिब उहाँलाई यहाँसँगै हाम्रो एकैचोटि भएको थियो है एडमिसन गरेको त्यसले गर्दा अब हामीले चाहिँ आज हामीले स्टिम फिस विथ लेमन सस के बनाउँछौँ स्टिम फिस विथ लेमन सस भनेको चाहिँ एकदम हेल्दी माछा हो थाइल्यान्डको थाई फुड हो यो थाई स्टाइलको माछा हो यसलाई चाहिँ थाईमा के भन्छ नि प्लानुङ मनाओ भन्छ के भन्छ प्लानुङ मनाओ बनाउँदैछौँ आज प्ला भनेको चाहिँ माछा है होइन प्लानुङ मनाओ बनाउँदैछौँ त्यसले गर्दाखेरि आज तपाईले सबैजनाको हातमा सिक्यो तर यहाँ सजिलोको लागि तपाईँ एकजनाले चाहिँ यो काम सुई तपाईले यो स्टिम फिसलाई चाहिँ तपाईको बनाउन तपाईले तयार गर्नुस् पहिले तपाईबाट सुरु होस् ल यो फिस ल है त छाड्नु त ल हो एकदम 2 3 ओके 4 ओके अर्को हो त्यसरी गुड जानिसकेको छ एकदम राम्रो हात पनि बसेको छ तिम्रो है त गुड है यतिको यस्तो राम्रो सेप पनि ल गुड है खै छ ल हो गुड ल ठिक छ एकदम राम्रो छ फ्रेस छ माछा तर यो फिस फेरि कोही मान्छेले रहु भन्छ नि यो त स्नाफ फिस हो टाउको हेर्नुस् सी फिस हो यो समुद्रमा चाहिँ तपाईको यसरी समुद्रमा चाहिँ तल र माथि जानुपर्छ नि त त्यसले सानो स्वाट तल जाँदा यसरी आउनको लागि त्यो सानो एकदम सानो टाउको सी फिसको चाहिँ जहिले पनि सी फिसको टाउको सानो हुन्छ हैन त्यस कारणले यो फेरि कसैले चाहिँ हो रहु पो बनाउँदा रहेछ भन्ने खालको होला यो त फ्रम थाइल्यान्डबाट ल्याएको माछा हो फ्रम थाइल्यान्ड हैन एकदम हामीले चाहिँ तपाईको यो यसको हरेक चिजहरु हामीले टेम्परेचरदेखि लिएर सबै तपाईको चाहिँ यो मेन्टेन गरेर हामीले चाहिँ तपाईको ल्याएका हुन्छौँ ल अब अगाडि बढौँ त